Hello, business owner. Are you facing problem? Your offer is not the problem. Your message is hook. You don't have a sales problem. You have a messaging problem. People are buying, just not from you. तपाईँसँग बिक्री समस्या छैन तपाईँसँग सन्देश अथवा मेसेजिङ समस्या छ मानिसहरूले प्रोडक्ट अर सर्भिस किन्छन् तर तपाईँबाट मात्र होइन किन के हो कोर प्रब्लम समस्याको जरा के हो म डेली यो देख्छु राम्रो अफर भएको बिजनेसहरू जिरो सेल्स गर्छन् सो इफ यु फिल लाइक मैले सब ट्राई गरेँ स्टिल नथिङ वर्किङ यस्तो हो भने यो भिडियो तिम्रो लागि तिमीले राम्रो प्रोडक्ट बनायौ तपाईलाई थाहा छ यो काम गर्दछ तर पनि कसैले किन्दैनन् अनि के गर्छौ तपाईले मूल्य घटाउनु भयो कुनै परिणाम छैन तपाईले विज्ञापन चलाउनु भयो अझै केही छैन फ्रस्ट्रेटिङ छ राइट तिमी सोच्दैछौ मेबी अफर नै कमजोर छ तर सत्य चाहिँ के हो भने समस्या अफरमा होइन व्हाई इट ह्यापन्स समस्या अफरमा होइन वास्तविक समस्या हो मेसेजिङ योर मेसेज इज अनक्लियर सिम्पल कुरा सोध्छु इफ समवन रिड्स योर पोस्ट एन्ड दियर रिएक्सन इज ओके सो वाट यस्तो रिएक्सन हो भने बुझ्नु गेम ओभर भयो यु अलरेडी लस्ट देम बिकज तिम्रो मेसेजमा इमोसनल कनेक्सन छैन अनि इमिडिएट रिलेभेन्स पनि छैन मेक इट अबाउट देम एनदर बिग मिस्टेक तिमी आफ्नो बारेमा बोलिरहेको छौ वी आर दिस वी आर द्याट कस्टमरलाई मतलब छैन नट अबाउट यु अबाउट दियर पेन अबाउट दियर रिजल्ट उनीहरूलाई मतलब छ मेरो प्रब्लम सल्भ हुन्छ कि हुँदैन सो इन्स्टेड अफ वी आर अ क्रिएटिभ एजेन्सी वी से वी हेल्प coaches get clients without ads now suddenly they feel यो त मेरो लागि हो and that's the goal if they don't see themselves then scroll common mistake let's make this real धेरै बिजनेसहरू यही फेल हुन्छ नो अन टु अनक्लियर टु जेनरिक future focused no clear result no urgency example I help business grow यो सुनेर कसैले पनि एक्साइटेड हुँदैन because it means nothing generic message is equal to invisible brand simple framework now I will give you something practical use this simple formula I help who get result without pain example that's it example I help coaches get 10 booked calls per month without running ads I help who get result without pain that's it example I help coaches get 10 booked call per month without running ads breakdown here who coaches result 10 calls pain no ads simple clear powerful if it's not specific it won't convert recap so quick recap offer is not broken messaging is the issue clarity is equal to sales if they don't get it they don't buy messaging is the issue तिम्रो अफर राम्रो हुन सक्छ तर तिम्रो मेसेजिङ कमजोर छ भने सेल्स हुँदैन मार्केटले तिमीलाई इग्नोर गरेको छैन
They just don't understand you. CTA, call to action. If this hit different, comment message below. Get help fixing your messaging. म पर्सनली तिम्रो मेसेजिङ हेरेर फिक्स गर्न हेल्प गर्छु. अल्सो फलो अर सब्सक्राइब गर यस्तो practical marketing content को लागि. And if you are serious about growing, DM for support. Remember, you you fix your words and you fix your sales. Thank you. Thank you for active listening.